पिटर टर्सिनको एलिट ओभर प्रोडक्सन भन्ने थ्योरी छ। यो एलिट ओभर प्रोडक्सनले चाहिँ सोसाइटी कसरी डिग्रेड हुन्छ भनेर एकदमै राम्रोसँग एक्सप्लेन गर्न सक्छ। के हो त एलिट ओभर प्रोडक्सन भनेको? एलिट भनेको के हो? पिपल हु आर इन द पोजिसन अफ पावर। अब एलिटहरू ओभर प्रोड्युस कसरी हुन्छ? वेन एलिट्स रिप्रोड्युस। सो एलिट्सहरूको छोराछोरी धेरै भयो भने एलिट ओभर प्रोडक्सन हुन्छ। अनि रिसेन्टली अहिले हाम्रो नेपालमा यत्रो आन्दोलन किन भयो? देउबाको छोराले यो गराछ, प्रचण्डको नातिले यो गराछ, कसको छोराले क्रिसमस ट्री बनायो, एट्सेट्रा एट्सेट्रा, राइट? अब म सिधै दे डिड रङ दे डिड राइट भनेर भन्दिनँ, तर हाउ दिस थ्योरी वर्क्स इज too many elites and all these elites want privilege, want position of power. तर privilege, position of power त लिमिटेड हुन्छ। अब के गर्ने त? सबै यो एलिट्सहरूलाई प्रिभिलेज त चाहिरहेछ। नाउ द ओन्ली वे इज द गभर्मेन्ट स्टार्ट्स टु एक्सप्लोइट पिपल, द गभर्मेन्ट स्टार्ट्स टु डिसिभ पिपल। अब बल्ल ट्याक्स पेयर्स मनी लुट्न थाल्छ गभर्मेन्टले, बिकज यो एलिटको बच्चाहरूलाई रमाइलो त गर्नु छ। त्यसकै लागि भने पनि गभर्मेन्ट इज फोर्स्ड टु एक्सप्लोइट पिपल। यसरी एलिट ओभर प्रोडक्सनले चाहिँ सोसाइटी कसरी डिग्रेड हुन्छ, फल अफ सोसाइटीलाई एक्सप्लेन गर्ने एउटा राम्रो टुल चाहिँ एलिट ओभर प्रोडक्सन हो।